एभ्रिवान इज डे 2 अफ स्टडिङ है। अनि हिजो हाम्रो के हुन्छ भन्दाखेरि हाम्रो यो फार्मेसीमा चाहिँ फार्माकोलोजी भन्ने एउटा सब्जेक्ट हुन्छ क्या। त्यो फार्माकोलोजी भनेको चाहिँ ड्रग्सले हाम्रो बडीलाई कसरी रियाक्ट गर्छ र बडीले हाम्रो हाम्रो ड्रग्ससँग त्यो ड्रग्ससँग कसरी रियाक्ट गर्छ भनेर यो फार्माकोलोजी स्टडी अफ ड्रग्सको बारेमा पढ्नुपर्छ क्या। अनि त्यहाँनिर चाहिँ अब सेन्ट्रल नर्भस सिस्टममा र पेरिफेरल नर्भस सिस्टममा कसरी रियाक्ट गर्छ भनेर भिन्दा भिन्दै च्याप्टरहरू छन् 12 घन्टाको। म चाहिँ सिएनएस यानि कि सेन्ट्रल नर्भस सिस्टममा कसरी रियाक्ट गर्छ भनेर पढेँ। त्यसमा क्लासिफिकेसन र ड्रग्सको नाम हेर्दा 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 त्यहीमाथि सरको नोट राम्रो छैन, अनि त्यही भएर आफै नोट बनाएर गरेको यसरी है। अनि त्यहीमाथि त्यो ठ्याक्कै लोवर ब्याकको माथिपट्टि बोइल्स आएछ। अनि त्यो ड्रेसिङ गर्न त यस्तो पेन हुने आम्मामा, त्यो सोचेर क्या हिजो सोचेरै भोलिपल्ट जानु छ भनेर सोचेरै म धन्नै पागल भएँ। सो जस्तो अनि त्यहीमाथि चाहिँ प्र्याक्टिकल बुझाउनु छ क्या। प्र्याक्टिकल अहिले दिएको छ, अहिले लेखेर बुझाउनु पर्ने इक्जामको बेलामा। सो त्यस्तै हो, पढाइ त लेखाइ जारी नै रहन्छ। सो यति नै हो। थ्याङ्क यू फर वाचिङ। अब फेरि भोलि भेटौँला है त।